तारेभिर यो माथि देखिरहेको तारेभिर यो तलदेखि यो तारेभिर पनि काठमाडौँ हामी अस्ति गएको ठाउँ हेर्नु सेतो सेतो समुद्री बसाइ हाइट गाउँको घर त यस्तो भयो त्यही हो आलेले त्यहाँ घरसर बनाएर खतरा बनाएर भइसकेको छ ल हेर्नु सिलाई बाँच्न आइहाल्यो तपाईँलाई अहिले ल ठिक छ नि श्वास भएको छैन नि 50% नपुगी कहाँ श्वास हुन्छ। नमस्ते जोजोलोपा लासो फाफुल्ला झोरले सेवारो म गणेश कटवाल स्वागत छ तपाईहरुलाई मेरो च्यानल घुमाउ देशमा र आज नयाँ भिडियो लिएर आएको छु तारेभिर जाँदाखेरि कहाँबाट जाने र त्यहाँ पुगेपछि कस्तो कस्तो ठाउँहरू घुम्ने र कस्तो त्यहाँबाट भ्यू हेर्ने भनेर चाहिँ आजको भिडियोमा हामी देखाउने छौं। भिडियो अन्तिमसम्म हेर्दिनु होला। बेलामा एकदमै भयंकर पानी पर्यो। अहिलेको बर्खाको पानी भनेको चाहिँ एकदमै भर्र पर्ने अनि भेलवाडी बगिहाल्ने एकैछिनमा रोकिने खालको छ यसपालिको बर्खा। अनि स्वाभाविक वर्षहरू भन्दा यसपालि चाहिँ निकै धेरै वर्षा हुने सम्भावना भनेर चाहिँ देखाइरहेको छ। यो मौसमविदहरूले भनिरहेको अवस्था छ। त्यही भएर होला अहिले यो जेठको महिनामा पनि एकदमै वर्षा भइरहेको छ। रातभरि पनि पानी परिरहेको थियो, हिजो पनि एकदम ठुलो मुसलधारे पानी परिरहेको थियो। आज पनि टन्डलापुर घाम लागिरहँदाखेरि नै ठुलो पानी पर्यो। हामी अहिले सुन्तखानको यो जङ्गलमा पुग्नै लागेको छौँ। यो जङ्गलबाट चाहिँ अब कतापट्टिको बाटोबाट जान्छ यहाँ सोध्नुपर्छ। यताबाट सुन्दरजल जान्छ होइन, हामी सायद माथि जाने यता जाने होला हो। गोकर्णेश्वर महादेव मन्दिर यही उमेरमा तारेभिर किन जानु पर्यो भाइ भनेर सोधेर धर्ना त्यसले। तारेभिर है, तारेभिर कता हो भन्दाखेरि पनि गएर हाम्फाल्ने खालको क्या नाम पनि। पानी पर्दा खतम। तारेभिर जानको लागि यहाँबाट चाहिँ यस्तै टेम्पो लाग्ने रहेछ। यहाँबाट दोस्रो गोकर्णेश्वर महोत्सव चलिरहेको रहेछ यहाँनिर। यतापट्टि यो चौरमा बागमतीको किनारको यो चौरमा गोकर्णेश्वर महोत्सव बवाल त चलिरहेको छ। भयङ्कर महोत्सव चलिरहेको छ यहाँनिर। यो टेम्पोहरूमा मान्छे खचाखच भरि महोत्सव हेर्नको लागि आइरहनु भएको छ। भयङ्कर रहेछ। आज दुर्गेश थापा आउँछ अरे। हेरेको भन्छ अरे आज आएर यहाँ दुर्गेश थापाले। यहाँ महोत्सव चलिरहेको छ। पानीले आजको महोत्सव डिस्टर्ब गर्दै लाग्छ। तारेभिरको पहाड छर्लङ्गै देख्यो अहिले चाहिँ, एकदमै ठाडो पहाड। जाबेल जोरपाटीबाट हामी भित्र छिरेर माथि अहिले यो गोकर्णेश्वर मन्दिर हुँदै माथिपट्टि गोकर्णेश्वर नगरपालिका 3बाट चाहिँ माथितिर छिरिरहेको छौँ अहिले हामी। ओहो क्या आनन्द यार, यो 2-4 वर्षलाई त आनन्द छ। अर्कोले कहाँबाट नउठाइदिएर त आनन्द छ त। काठमाडौँको पुरानो रौनक अझै हटाएको छैन होइन। काठमाडौँबाट लगभग 15-20 मिनटको चाहिँ यात्रा गरिसकेपछि काठमाडौँको पुरानो रौनक अहिले पनि देखिन्छ क्या होइन। अनि यतिको देखिनु भनेको त यो काठमाडौँको पहिलाको पुरानो झल्को हो नि त यो। तारेभिर हर्क पर्यटन मार्ग प्रवेशद्वारबाट हामी अब प्रवेश गरियो। असारे झरीमा रिमझिम भिज्दै हामी तारेभिरको उकालो चढिरहेका छौँ। यो उकालो अलिकति कष्टकर छ। पहिलोचोटि म यहाँ आउँदाखेरि यस्तो यो ढलान पनि थिएन।
अहिले ढलान सलान गरेर बाटो एकदमै राम्रो बनाएको रहेछ अहिले सजिलो पनि छ आहा तितेपातीको बास्ना आयो होइन ओहो हो 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 आहा मिच्दा मात्रै आउँथ्यो यस्तो बास्ना है यहाँ त हावामा आएको छ यस्तो बास्ना हावामा तितेपातीको यस्तो बास्ना आएपछि अनि के चाहियो अरू रुखहरू लड्यो कि काट्यो है काटेर जय होस् बरु महादेवकै मन्दिर होला यस्तो डाँडामा बुडुङ गर्छ त हामी हिँडेको तारेभिर पहिलोचोटि आउँदाखेरि यस्तो बाटो त हिँडेको थिएन अहिले आउँदाखेरि चाहिँ पुरा बाटोलाई व्यवस्थित गरेर ढलान सलान गरेर रहेछ बाटो गाडी अलि यति अप्ठ्यारो हुन्छ होइन अलिक गाह्रो हुन्छ क्या होइन यो सिङ्गल लेन त होला तपाईँको सिङ्गल लेन त होला यो रुख त काट्यो होला है लडाइ त होइन होला नि पर त पानी जाने अनि बाइक अलिक साइड गरिदिनु पानी पऱ्यो यस्तो पानीमा पनि अब काम गर्ने ठेक्कामा गर्नुभएको कि के हाजिरामा हो त्यो कसले बनाएको गाउँपालिका के नगरपालिकाले कि नगरपालिकाले कुन मन्दिर अरे शिवलाई शिव मन्दिर कुन शिव त महादेव महादेव थाहा छ नि थाहा छ नि नाम हुन्छ नि त गोकर्णेश्वर महादेव भने जस्तो होइन अनि त्यस्तै होला नि त अनि तितेपातीको कस्तो मगमग बास्ना आएको है यो घारी नै तितेपातीको रहेछ क्या आम्मा यस्तो ठाउँ भए पो है तितेपातीको बास्ना आउने भने कम हो त हेर्नु न हर हर पुरै बास्ना आएको छ पहिलोचोटि हो मैले यसरी तितेपातीको बास्नै आएको हावै तितेपातीको चला थाहा छैन मलाई अहिलेसम्म पुरै हर 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 आइरहेको छ यार आम्मा कम्तीमा पनि हामी यहाँ 1 घन्टा बस्यो भने 1 वर्ष चाहिँ आयु बढ्छ क्या कम्तीमा पनि पुरै त्यो डाँडा तितेपाती रहेछ सबै हर 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 तितेपातीको बास्ना आइरहेछ झरी हो यो त अब रोकिँदैन यस्तो सिमसिम 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 झरी परेको छ अब यो रोकिँदैन पनि हामी ठ्याक्कै तारेभिरको तलपट्टि फेद्दैमा छौँ यहाँनिर शिवजीको आरक्षणमा छौँ हामी यसरी धन्न बाटोमै शिवजीको शरणमा छौँ हामी यसरी बस्न पाइएको छ तारेभिर पुग्नै लाग्दाखेरि एकदमै मुसलधारे पानी पर्यो र यस्तो पानी परेको अवस्थामा हामी माथि जान सकेनौँ त्यो कारणले यहाँनिर बाटोमै बन्दै गरेको एउटा मन्दिर रहेछन् यो मन्दिरमा बनाउने भाइहरू पनि हुनुहुँदो रहेछ त्यहाँनिर हामी ओत लागेर एकछिन बस्ने निर्णय गऱ्यौँ र यहाँ ओत लाग्दैछौँ पानी धुवा छुटेर पानी परेको छ यस्तो पानी पऱ्यो कि खतरा भेला आएछ त नि त्यहाँबाट त ओहो झन्डै 1 घन्टा जति पानी पऱ्यो यस्तो फुहारेमा बाढी आइसक्यो गुटुङ टुङ 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 आइसक्यो त्यस्तै ढुङ्गाले आयो नि त मैले उहाँबाट के अरे इन्द्रावतीबाट यस्तै ढुङ्गाहरू टन्नै ल्याएको त मैले गमलामा हाल यस्तो यो फर्स्ट क्लास बाटो बनाउँदैछ अहिले तल बनाउने क्रम भएकोले अलिकति तारहरू राखिरहेकोले अप्ठ्यारो भयो अहिले फर्स्ट क्लास बाटो बनाएको छ अहिले तारेभिर हामी 1 नम्बरको बाटो यस्तो बाटोमा टुइका टुइ हिँडेर उकालो चढिँदैछ माथि डाँडामा पुगेपछि आनन्द आउँछ पुरा काठमाडौँ देखिन्छ अनि फ्रेस हावा आउँछ अक्सिजनले भरिपूर्ण भएको हावा अनि मजाले सास फेर्दै कुर्सीमा चट्ट बसेर काठमाडौँ हेर्ने तारेभिर ठ्याक्कै कस्तो खतरा भिर रहेछ होइन त्यही हो तारेभिर नै तलबाट हेर्दा कत्रो डाँडा देख्थ्यो होइन गत सालको भैँसालोमा त्यहाँबाट ढुङ्गाहरू पुगेको ढुङ्गाहरू झरेको थियो क्या कस्तो डेन्जर थियो नि त अब योभन्दा उतापट्टि नारायणधान फेरि योभन्दा उतापट्टि ठ्याक्कै नारायणधान पर्छ तल त्योभन्दा उतापट्टि पारिपट्टि ठ्याक्कै नारायणधान यस्तो
यसमा प्लटिङ गरेछ अनि भएन मलाई यहाँ यो प्लटिङ हो यो प्लटिङ पुरै डाँडा पाखा खारेर प्लटिङ गरिदिएको छ त्यो त्यस्तो भिरालो जग्गामा पनि प्लटिङ छ भोलि पर्सि त्यहाँनिर सिटी बन्छ सिटी एकैछिन परेको पानीले यति सफा भयो वातावरण त्यो घर गाउँहरू हरियाली देखिएको छ गरा ठिक छ नि उ तासेर त्यस्तो प्लटिङ गरिहाल्छ नि कालो ढुङ्गाहरू त्यो त जग्गा होइन होला नि त त्यो जङ्गल हो छोड्यो दोर चाहिँ पान्छ त दाइ भन्थ्यो कस्तो साँचो बोलाएर चाहिँ त भाइले सत्तरमा पुरै रिसोर्ट यतातिर रिसोर्टहरू टन्नै रहेछ स्विमिङ पुल सल भएको सबै टक्क आउने बस्ने खाने स्विमिङ गर्ने खतरा ठाउँ रहेछ नि त यता साइडमा सबै स्विमिङ पुलहरू छ के अरे रिसोर्टहरू छ रिसोर्टमा पनि पुरा स्विमिङ पुल सुल भएको होइन यता साइडमा जति पनि देखिन्छ त्यो सबै रिसोर्टहरू हो यहाँनिर चाहिँ पर्यटकहरू स्थानीय पर्यटकहरू लोकल पर्यटकहरू चाहिँ धेरै आउने गर्ने हुन्छ र उहाँहरू आउँदाखेरि यस्तो चट्ट बस्ने खाने पिउने नाच्ने रमाउने ठाउँहरू चाहिँ टन्नै छ है पुरा काठमाडौँको उतापट्टि सिन हेरेर चाहिँ बसेर खाने ठाउँहरू छ यस्तो छ बाटो चाहिँ यस्तो छ तर तारै भिर आउन चाहिँ नछोड्नु होला यहाँ आएपछि ताराको होटलमा खाजा खाएर जानु होला बेस्ट तारभिरमा आएर ताराको होटलमा यो मोड त पहिला नि 5 वर्ष अगाडि नि यस्तै थियो अहिले नि यस्तै यो प्लटिङले बिगाएर होला है त लगभग अहिले हामी तारे भिरको हाइटमा आइपुगेका छौँ। यो तारे भिरको हाइटमा आइपुग्दै गर्दाखेरि एकदमै रमाइलो दृश्य यहाँबाट देखिन्छ। यी तारे भिरमा रहेका यी बाटोको छेउछेउमा रहेका यी साना साना रेस्टुरेन्टहरू हुन्। यहाँ आएर चाहिँ खाजा नास्ता खान सकिन्छ काठमाडौँको भ्यू हेरेर। माथि टपमा आएपछि चाहिँ बाटो पनि अलिकति राम्रो छ अनि यो लेखको बाटो यतिको त हुन्छ नै। अनि हामी आएर यहाँनिर काठमाडौँ हेर्दै इन्जोय गर्न सक्छौँ। हामी चाहिँ माथि तारे भिरको फेदैमा पुगेर चाहिँ साइडमा एकजना चिनेको दाईको रेस्टुरेन्ट छ, त्यहाँ बसेर खाजा नास्ता खाने हामीले चाहिँ सोचेका छौँ। तारे भिरको फेदैमा पुग्ने क्रममा यो जङ्गलको बाटो हिँड्दै गर्दाखेरि आनन्दको महसुस भइरहेको छ। यो आजको मौसम पनि सिमसिम पानी परिरहेको र सिरसिर बतास चलिरहेको अवस्थाले गर्दाखेरि पनि आजको यात्रा रोमाञ्चित बनिरहेको छ। र यस्तो लेखमा यात्रा गर्दाखेरि रमाइलो त हुने नै गर्छ। माथिपट्टि बादल अनि तल देखिएको यो हरियाली जङ्गलको बिचमा हामी यात्रा गर्दै गर्दाखेरिको रमाइलो त अर्कै लेभलको हुने नै गर्छ। कस्तो खतरा देखिने होला त यहाँबाट काठमाडौँ। बाफ्रे बाप यस्तो सिन पुरै वाह, पुरै यहाँबाट चाहिँ अल टोटल काठमाडौँ देख्दो रहेछ नि त। बुझ्नुभयो? यहाँ हेर्न आउनु न।
यतापट्टि बेल छेकिहाल्छ यता पुरै नारायणथान होइन त यो डाँडादेखि उतापट्टि नारायणथान अनि यता भक्तपुर ललितपुर यता भइहाल्यो ऊ एयरपोर्ट देखिहाल्यो काठमाडौँ यो एयरपोर्ट थियो एयरपोर्टको ठ्याक्कै उतापट्टि ललितपुर होइन त अनि यतापट्टि भक्तपुरतिर त घाम लागिरहेछ भक्तपुर चाहिँ लगभग ललितपुर र भक्तपुर चाहिँ पुरै लगभग देखिँदो रहेछ काठमाडौँ त यता छेकिन्छ नि त यतातिर भक्तपुरमा त घाम लागेको छ हेर्नु त मस्त घाम लाग्यो त यहाँ फेरि आज नि छली पालेको छैन हेर त छली गएर त्यो छलीको धुवालो यो ऊ चाँगु नारायणदेखि हेर न बल त्यो छलीको धुवा एयरपोर्ट चाहिँ कस्तो स्ट्रेट देखिँदो रहेछ क्या यहाँबाट पुरै सिधा धर्का काटेर तराईतिर यस्तो त देख्छ नि ओ तारे हिट भनेर पुरा ल्याएर छ त नि भित्तामै यहाँबाट माथि चाहिँ पिकनिक स्पोट छ तारेभिरी हो तारेभिरको यो माथिपट्टि डाँडामा चाहिँ सबै पिकनिक स्पोटहरू यहाँनिर रहेछ पिकनिक आएकोहरू टन्नै छ यता माथिपट्टि देखेको डाँडामा सबै पिकनिक स्पोट हो आज शनिबारको दिन पिकनिक एकदम धेरै मान्छेहरू पिकनिक आउनु भएको रहेछ त पानीले खत्तम गरिदियो यहाँबाट चाहिँ हिँडेर आउने बाटो हो हाइकिङ गरेर आउने बाटो पुरा रुखहरू त यत्रो यत्रो भएछ बल्ल पुरै बारी भएर रुखेको छ हामीले त्यो तारे भिरकै यसो तलपट्टि भएको थियौँ कि यतैबाट होला यही त होला नि बाटो त अरू के छ यहाँ हेर्न यार खोइ के भन्छ नि ऐसेलु घारी मकै बारी दर्याम दर्याम ऐसेलु घारी गरम गरम काठमाडौँ चाहिँ मस्त भ्यू देख्दो रहेछ क्या यहाँबाट सर्लकै क्या यहाँ बस्ने मान्छे त दिनकै टिभी हेरेर जस्तो हुन्छ होला है दिउँसो घाम के अरे घाम लाग्दा झलक्कै राति झलक्कै मकैबारी गरम गरम मकैबारी गरम गरम यता आएर बस्नको लागि पनि खतरा खतरा रिसोर्टहरू खुलेको छन् झ्याप्पसँगले बस्ने चपचप खाने अनि जाने खालको यो जङ्गल चाहिँ के को जङ्गल हो शिवपुरी नेसनल पार्क तारेभिरको चाहिँ मेन पोइन्ट चाहिँ रहेछ क्या है तारेभिरको पोइन्ट चाहिँ रहेछ क्या तारेभिर पोइन्ट के हेरेको तपाईँले तारेको ठ्याक्कै देख्दो रहेछ नि त यहाँबाट फेरि हेरौँ न यहाँ माथि चाहिँ जान्छ हो नि किन यहाँ बस्नु त तारेभिरकै फेरि यहीँ राख्ने रे डाँडामा टक्कसँगले काठमाडौँको भ्यू हेरेर बसेर खानको लागि त आँगनभरि मान्छे क्या सुकुलो च्याएर भएर टमाटम पहिलोचोटि हामी आउँदा यो बाटो पनि ढलान भएको थिएन दुलाल सरमा आएको होइन ए यो बाटो ओह्रालो कम त अप्ठ्यारो थिएन दुलालले एक बोतल यसो गिफ्ट पनि किनेर ल्याएको थियो यही बाटोमा कानेर खस्यो पछि खोज्न आउँदाखेरि त छैन मान्छे हाँसेर बसिरहेको छ नि त्यस्तो पेटीमा खोजेर खोज्न फर्केर आउँदा उनीहरू खोज्न आयो भने त थाहा भयो कि ए तारेभिर ल ठ्याक्कै फेदमा तारेभिरको फेदमा है बरु पानी परेर रोकिएको यात्रा पनि हाम्रो सुखमय भयो नि होइन त झन्डै काठमाडौँ फर्किनु पर्ला जस्तो भइसकेको थियो तारेभिरले तान्यो खतरा रहेछ नि त है पुरा ऊ के अरे ऊ जस्तो रहेछ नि के अरे कैलाश होइन ऊ क्या कैलाश पर्वत के अरे हलिउड लेखाएको थियो नि हलिउड लेखाएको कस्तो डेन्जर देखिने है एउटै चब्लेटी ढुङ्गा हेर न ठुलो हो उता त जानु पर्दैन होला हामी अब होटेल सुटेल जस्तो थियो उयो एक घुम्टीसम्म जाउँ माथिबाट मान्छेहरू आउँदैछ तारेभिरमै जान्छ क्या मान्छेहरू त उहाँ माथि तानेर छ हेर न गइहाल्छ नि मान्छेहरू त तारेभिर लाइफ ड्यामेज
यो पनि तारेभिरकै चट्टान हो। त्यही चट्टान त हो नि त्यही खुर्किला उक्लेर जाने भयो हेरेछ नि मलाई हेरेर जाने अलिकति पनि हिँड्नु पायो होला हो। खास गरी हाइकिङै आउनुपर्ने हो। हाइकिङ आउने ठाउँ नै हो कि हाम्रो अब टाइमै मिल्दैन। 2 बजे आएर 3 बजे फर्किने खालको टाइम हुन्छ। कहाँ हुन्छ त नि उता त हामी जङ्गलबाट झरेको। अब यताबाट चाहिँ जङ्गलै जङ्गल त्यो आर्मीको छ निस्किन्छ। यहाँ बाटो छ यो एक घुन्डीबाट बाटो छ कि माथि तारेभिर जाने बाटो। पाडो वचन काकाले पाडो पाडो भन्दै यही हो। क्या मजाले घाँस खायो कि है यो घाँस चराप चराप यो घाँस चर्याम चर्याम आजकल त मान्छेले नि घाँस खान थालिहाले। मान्छेको बुद्धिले चर्याप चर्याप पार्न थालेको छ। यतापट्टि कता भइदिउँ हामी र होइन बाटो त छैन यही तलैबाट होला। यो झरेको थियौँ ओह्रालो झरेर अनि यसो साइडतिर लगाएको थियौँ कतातिर यतातिर घर होला। पुरानो घर थियो अहिले नयाँ भइसक्यो कि गजब। ओहो तारहरू त यहाँबाट डाङमा देखिन्छ त यता हो क्या माझ गाउँ नै यही ल। त्यसै म मेरो नाकले गन्दै पाउँदैन त्यतातिर। अर्ग्यानिक बाटो हिँडाइछ। खोइ सिमसाग त भइहाल्छ नि यस्तो ठाउँमा सिमसाग भइहाल्छ नि। तारेभिरको गाउँमा हामी आइपुग्यौँ र यो गाउँमा पहिला आउँदाखेरि म एकजना दाइको घरमा बसेको थिएँ। त्यहाँनिर सानो होमस्टे पनि थियो र त्यही घरको खोजीमा चाहिँ अहिले हामी यो बारीबाट हिँडिरहेका छौँ। माथि तारेभिरको फेदैबाट पनि एउटा बाटो त छ तर हामी यो तल गाउँ जाउँ भनेर चाहिँ गाउँ हिँडिरहेको छौँ। त्यो दाइको घरमा बसेर चाहिँ टट्टसँगले खाजा नास्ता खाने अनि त्यहाँबाट टक्क काठमाडौँको भ्यू हेरेर फर्किने चाहिँ आजको हाम्रो कार्यक्रम रहेको छ। पहाड मात्रै छ। घर चाहिँ यही घर हो ल पक्कै हो तर बाटो उतै माथिबाटै थियो भन्नुभयो। यो बाटो होइन माथिबाटै आउँछ क्या एउटा बाटो। घर चाहिँ यो पनि होइन उता पल्लो हो कि देखिन्छ अहिले चाहिँ हेर्नु। हाइट गाउँको घर त यस्तो हो त। पक नकर फाटो छ त। त्यही हो आलेले त्यहाँ घरसर बनाएर खतरा बनाएर भइसकेको छ। ल हेर्नु सिलाई बास्न आइहाल्यो तपाईँलाई अहिले होइन तपाईँलाई बास्न आयो यताबाट माथि यताबाट मिल्छ नि यताबाट बाटो माथिको बाटै छ त्यहाँ। पहिला त्यो बाटोबाट आएको थियो क्या हामी बाइक लिएर त्यही मुक्छमा आएको थियो अनि यताको माथिको क्रस बाटो चाहिँ उहाँ जान्छ अरे क्या सुन्दर जाल जान्छ भन्थ्यो कि। ल आइको ढलान बाटो जस्तो रहेछ हाइट। तारेभिर काठमाडौँको भ्यू हेर्नको लागि यस्तो छ। लाई ठिक छ नि श्वास भएको छैन नि 50 वर्ष नपुगे कहाँ श्वास हुन्छ। 50 वर्ष पुगे पनि यतिकै हिँड्दा श्वास हुँदैन हुन्छ है 50 वर्षमा त श्वास भइहाल्छ नि यार। तपाईँ श्वासमा त अहिले पनि भएको छैन तर त्यस्तो गाह्रो गरी हुँदैन। ए माथिको बाटो आइपुग्दैन
अब यहाँबाट सुन्दरी जल पुग्छ अरे कि यो बाटो खोज्यो भने त अहिलेदेखि मैले यो चाहिँ चिसा पानी जाने बाटो हो क्या अहिले यताबाट झर्नु बुझ्नु यो बाटो खोज्दै खोज्दै यता चाहिँ निकुञ्ज प्रवेश निषेध हामी जान्दैनौँ यहीमा हो यसमा हो कि त्यसमा हो तारेगिरी भन्दा नि माथि आइयो त त्यसले अर्को घर बनाइसकेछ त्यो पल्लो पनि यसमा हेर्ने कि त्यही हो यहीँबाट छिर्नु थियो पहिला हामी तल यहाँ बनाउँछ छिर्न पाइन्छ नाना कताबाट छिर्नु त यहाँ बनाएको थियो रक्सी पहिला अनि हैँसीको सुकुटी पाउँछ कि पाउँदैन आइची बँदेल होइन हुन्छ माथि पछि तल भयो तल ठाउँ छ र तल्यो हेर्नु छ भने टप छ तल हेरौँ जाउँ पहिला बसेर गएको अहिले अलि अर्कै भइसकेछ घर त्यही पुरानै घर हुनु त बहिनीहरू टिटर बनाएको छ भाले पनि बाँच्ने रहेछ लाग ड्यामेज ल आलुबखडा फलाएर कस्तो मजाले फलाएर त्यही त भन्नु त मैले त अघिदेखि खोजेको हामी फेरि आउँदाखेरि यहाँ तल बस्न दिन्छु भन्थ्यो क्या हामीलाई हालेले हामी मिलाएर बस्नु सोच्नु ल आउन त चाप्नुलाई एकजना यहाँ पहिला आएको घर सम्झियो उहाँ तलदेखि त्यो खानेकुराहरू पनि के छ हेरेर भनेर आउनु ल अलि झ्याप्प अगाउने खालको रसिलो सेतो पर्दैन छानी छानी खाउँला क्या खास सेतो फेरि गन्जाको कि माथि नै बस्यो होइन त्यही बस ठिक छ नि के भन्नु खाल सेट एउटा होइन त्यहाँदेखि सुकुटी भन्यो त्यति खाउँ पछि खानु अरू के भटरसनस के त्यसमै खाल सेटमा आउँछ ठिकै छ त्यो छुट्टै भटमा सेट लिएर जाउँ नि त अरू के छ भटस भाइ अरू पकाउनु बाहेक के छ यो 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 के सुकुटी बनाउनु राखेको क्या छ त च्याउ एक प्लेट है नानी छ त्यो उसलाई हुँदैन भटमास बाहेक अरू के छ त अहिले खाइहाल्नु हुन्छ हुन्छ ल खाइहाल्नु एक मिनटबाट ल्याउनु न अर्ग्यानिक चुल्हामा बनाएको चाहिँ खाने दुईवटा कुर्सी पनि ल्याउनु अब ए यो त नखिच्नु यार तपाईँ यहाँनिर बस्नुपर्छ झन् टक्क यता छेउमा अझै छेउमा पो राख्नुपर्छ त यो बेन्च हटाउनु उतातिर बेस हरि 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 अस्ति होला सबै पाइट गरे उतै मेसमा बस्नु है भक्तपुरको डाँडाहरू जति सबै घाम लाग्यो अहिले त यो त काठमाडौँ नै हो नि त यो तारेभिर पनि काठमाडौँ हामी अस्ति गएको ठाउँ हेर्नु सेतो सेतो समुद्रदेखि पछाडि स्विजरल्यान्ड पार्क स्विजरल्यान्ड पार्क त्योभन्दा पारीको डाँडा हो नि फेरि त्यो होइन सेतो भएको घरको होइन पारिबेटीको त चुच्चो पारीको चुच्चो भएको चाहिँ हो माथि बसेर पहिला अनि तपाईँ ती भने ठिक फेरिमा छ ठिक छ त्यो ठिक टेन्टन मेन्टन त गफ त हाल्नुपर्छ अरू हालेर त के खान्छ यहाँ परेन त भइहाल्नु परेन त भन्थ्यो जुँगेले
त्यस्तो हो क्या हेर्नु पर्ने होइन अहिले डाँडामा बस्यो राजा काजीको बसाइ हो क्या यस्तो भने दाईहरू जन्मजात राजा काजी के यहाँ बसेर चट्टसँग यसरी हेर्ने है अनि यस्तो घर अझ घर चाहिँ त्यस्तै हुनुपर्ने के सोलिड एउटा मात्रै चाहियो बरु पिलर सिस्टम बनाएर त्यस्तै घरमा यो यहाँको मौलिक भनेर के हो नि त अब यो तल घर हो कि औषधि के त्यो मतलबै छैन यो हेर्दाखेरि कस्तो आनन्द हुन्छ होइन बस्दा पनि मान्छेले एकचोटि बस्दा पनि कस्तो होला जस्तो मरानो यस्तो घरमा पनि सेम यस्तै तरिकाले होइन पिलर सिस्टम बनाएर चाहिँ बनाउँदाखेरि त तिम्रो भइहाल्छ नि आज तारेभिरको यात्रा जसरी तसरी कम्प्लिट भयो आउँदा आउँदै बाटोमा पानी पर्यो पानी पनि एकदमै मुसलधारे पानी पर्यो मुसलधारे पानी परेपछि त्यहाँ बन्दै गरेको एउटा शिवको मन्दिर थियो त्यो मन्दिरमा हामीले ओत पाइयो अनि त्यहाँ ओत एकछिन लागेपछि अनि पानी हल्का रहेपछि उकालो ठाडो उकालो चढ्यो ठाडो उकालो चढेर आइसकेपछि यो माथि यो तारेभिरको बस्ती यो यस्तो गाउँ छ यो हेर्नु होला काठमाडौँ पुरै काठमाडौँ सिटी देखिन्छ यहाँबाट काठमाडौँको माथिपट्टि डाँडामा रहेको यो तारेभिरको गाउँ यस्तो छ अनि सबभन्दा टपमा चाहिँ यो घरमा आएर चाहिँ यो टपको सबभन्दा तारेभिरको छेउमा रहेको टपको घर हो यो घरमा चाहिँ आएर हामी यसरी बसेका छौँ दाजुभाइ यो रिसोर्ट पनि हो होइन अनि यहाँ आएर मजाले खाजासाजा खान सकिन्छ यसरी बस्ने अनि राति आएर आनन्दले यहाँ बस्न पनि मिल्छ होमस्टे पनि हो यो अनि यसरी बस्न सकिन्छ यस्ता यो एकदम पुराना रैथाने घरहरू पनि देख्न सकिन्छ यहाँनिर चाहिँ है यस्तो छ यस्तो छ यस्तो हुनुपर्ने हो घर चाहिँ अब सबै नयाँ आधुनिक उसले चाहिँ छोयो अहिले नभए त घर त अब यो घर त बाजे बराजुदेखि कहिलेदेखि घर कति राम्रो छ हेर्दाखेरि पनि वास्तु पनि राम्रो छ अब अहिले बनेको घर कङ्क्रिट जम्मै अब यस्तो घर चाहिँ पुरै माथिको बुइयल भत्किएको छ बस्ने मान्छे कोही छैन अब पानी घर त्यस्तै हो अनि आजको हाम्रो यो तारेभिरको यात्रा सफल भयो नि त तारेभिरको बसाइ पनि एकदम रमाइलो भयो आउनु पाइन्छ कि पाइँदैन भन्ने थियो आउनु पाइयो त्यही हो तपाईँ त पहिलोचोटि आउनु भयो भने पहिलोचोटि आएको म पहिलोचोटि आउँदा पनि यही रिसोर्टमा बस्या हो होइन यो माथि यतातिर यो जङ्गलको यो बाटो जङ्गल आयो अनि यहाँ यसरी यो घरमा आएर बसेको थियो पहिला यस्तो थिएन यो घर पुरानै घर थियो यो पुरानै घर थियो माटो थियो तल होइन अहिले चाहिँ यस्तो चेन्ज भएर यस्तो भएछ भाइ ल्याउनु न बिल भाइहरूको घर पनि पहिला यस्तै थियो नि त हाम्रो यस्तै थियो नि यो घर म आउँदाखेरि पहिलाचोटि म आउँदाखेरि यस्तै थियो यो होइन माथि मात्रै यो ट्रस्ट हालेर बनाएको थियो क्या त्यो पिकनिक स्पोट हो कि के हो पिकनिक स्पोट खतराहरू छ यहाँले ए अब भनेपछि ढलान हुँदैछ त्यो हजुर त्यो रिसोर्टले गर्दाखेरि ढलान हुँदैछ त्यसकै लागि भन्नु हाम्रो अब यत्रो गोकर्णको अब जनजातिहरू यत्रो छ अब यति बाटो ढलान भएको छैन त्यही त भन्नुहोस् त त्यसैको लागि मान्छेको त्यस्तै छ यहाँको अहिले राजनीति गाह्रो छ किनकि नगरपालिका नै यता गोकर्णेश्वर नगरपालिका भयो अनि जुन तपाईँको यो रिसोर्टहरू छ नि यो पिकनिक स्पोटहरू यो माथि अल्टिमेटहरू छ नि यो जुन डाँडादेखि भएर छ नि यो डाँडा उता बुढानीकण्ठ नगरपालिका हो योभन्दा उता त बुढानीकण्ठ नगरपालिका निकुञ्जले चाहिँ तोकेको अरे नतोके होइन रेट पनि तोके अरे तर त्यति रेटमा हामी बाँदर हो र तिनीहरूले धपाउनु हाम्रो चाहिँ रेट हुँदैन भन्ने कुरा होइन आफ्नो ठाउँ छोड्नु नमान्छेलाई काम पहिला पुर्खाउमा हटाएको हामीलाई पनि यहाँ माथि अन्त हाम्रो निकुञ्जले हटाएको हामीलाई ए यहाँभन्दा माथि हो भाइहरूको पहिला हो नि यो गाउँ सबै माथि हो पछि सरेको यो ए ल भाइ ल धन्यवाद यार एकदम फेरि आउँ ल फर्की भाले साले काट्ने खाने त्यही भाले काटेर खाएर भाले चाहिँ कसरी पर्छ गोठाको कि किलोको हिसाबले गोठाको यहाँ त कति 4000 बनाएर पुरै आइटम बनाएर पुरै आइटम बनाएर 3 आइटम बन्छ त्यसको ए तिते पनि बनाउँछौ 3 आइटम बनाउँछ तिते नै बनाउँछ सबै भन्नु यो माथिको यो डाँडा देखेको चाहिँ यो माथि ठुलो चाहिँ डाँडा देख्यो नि पर त्यो चाहिँ तारेभिर हो अहिले त्यो भिर देखेको छ नि एकदमै झर्ला जस्तो भिर त्यो तारेभिर हो ठ्याक्कै त्यही तारेभिरको तलपट्टि यो बाटोमा हामी चुत्रो खाँदैछौँ यसरी चुत्रो पनि खान पाइन्छ अहिले भर्खर खाजासाजा खाएर आएको यो रिसोर्टबाट यो के 90 भ्यू रिसोर्ट भन्ने रहेछ होइन रिसोर्ट त होइन त्यो होमस्टे टाइपको त्यहाँ आएर बस्न पनि मिल्ने त्यहाँ खाजासाजा खाएर बाटोमा यसरी चुत्रो खाइँदैछ यो चुत्रो चाहिँ मलाई एकचोटि हाम्रो दुलाल भन्ने साथी हुनुहुन्छ उहाँले चिनाउनु भएको थियो यो चुत्रो यस्तो यस्तो खानुपर्छ भन्नुभएको थियो मैले ठाउँ ठाउँमा भेटाएको थिएँ तर यसरी यो झप्पै फलेको यत्रो ठुलो रुख देखाएको थिएन आज खान लाग्यो मिठो पनि हुँदो रहेछ स्वादलाई पनि राम्रो हुन्छ अरे भन्छन् के दाजुभाइ तथा दिदीबहिनीहरू
तारेभिर यो माथि देखिरहेको तारेभिर यो तलदेखि ठ्याक हेरिराख्नु होला यो तलदेखि यो ढुङ्गा यो बाटो हामी उभिरहेको बाटो यहाँदेखि यो ढुङ्गै हुँदै माथि त्यो टुप्पो तारेभिर त्यही हो होइन। आजको तारेभिरको घुमघाम यात्रा सक्यो। हामी अब यसरी यो बाटो ओह्रालो यसरी लखर हिँड्दै अब घर फर्किँदैछौँ। जहाँसम्म लाग्छ तपाईँहरूलाई तारेभिर आउने ठाउँ त सबैलाई थाहा छ है। तारेभिरको माथि डाँडाबाट कस्तो देखिन्छ, कस्तो ठाउँ छ र त्यहाँनिर बस्ने ठाउँ छ कि छैन भनेर जिज्ञासा हुनेहरूलाई पनि आज हामीले सम्पूर्ण देखाइदिउँ होइन। आउनु होला तपाईँहरू पनि माथि डाँडामा बसेर चाहिँ आफ्नो हिसाबले तपाईँहरू होमस्टे टाइपले बसेर खान सक्नुहुन्छ। यहीँ बस्छु भनेर भोलि जान पनि सक्नुहुन्छ। त्यस्तो खालको ठाउँ छ। काठमाडौँबाट ठ्याक्कै 20 मिनटमा आइपुगिन्छ। यो एकदमै काठमाडौँको सोलिड भ्यू पनि देखिन्छ यस्तो ठाउँ छ है। ओभरअल काठमाडौँको चन्द्रगिरी पछिबाट सबभन्दा ठुलो चाहिँ भ्यू देखिने ठाउँ चाहिँ यही हो। उतापट्टिबाट चन्द्रगिरीबाट काठमाडौँ देखिने भयो होइन त। यता यहाँ यो उत्तरतिरबाट फेरि चन्द्रगिरी साइडको सबै देखिने भयो। त्यस्तो खालको पर्दो रहेछ क्या। ल ठिक छ है त। अब हामी घर फर्किँदैछौँ। साँझ पनि पऱ्यो। सायद हामी अब रात्रि अलिकति अँधेरोमै घर पुग्छौँ होला। तारेभिरमा मात्रै देखिन्छ है यस्तो चाहिँ। हेर्नु होला अहिलेसम्म मैले कहीँ पनि देखेको थिइनँ। यो ठ्याक्कै यत्रो ठुलो चट्टान छ। यो चट्टानमाथि चाहिँ यो रुख उम्रेर यसरी ठुलो भएको छ क्या। वृक्ष भएको छ वृक्ष। ए यस्तो तपाईँहरूलाई पनि देख्नु भएको थिएन सायद। यो अरू जमिनै छैन क्या, ढुङ्गामै मात्रै हो यो। यो ढुङ्गाको माथि टुप्पामा टक्राक्क यो उम्रेको छ यसरी। अनि रुख ठुलो भएको छ क्या। कस्तो अचम्म क्या। मैले त पहिलोचोटि देखाएँ यस्तो। तपाईँले देखाएको थियो? मैले पनि देखेको थिएँ पहिलोचोटि अचम्म भनेर। पत्थर पनि कस्तो छ यहाँबाट यताबाट देखाउनु फेरि। पत्थर पनि फेरि डल्लो पत्थर हो र चुच्चे पत्थर छ। चुच्चे धारिलो पत्थर रहेछ। यस्तोमा उम्रेको रुख भने चाहिँ कस्तो होला त। ट्याक्कै हामी नेपाली जस्तै रहेछ। ढुङ्गामा उम्रिने होइन, पाहाडमा उम्रिने, भिरमा उम्रिने हो नि त हामी नेपाली। त्यस्तोमा उम्रेर चाहिँ विश्व फर्काउने त्यस्तो नेपाली पो त हो होइन त गाइज। अर्को गोर्खाली यसरी हिँड्दैछन्। म त पुच्छर नै हाल्छु, ढाड पनि बोक्छु। ओ यो तारेभिर। वी लभ तारेभिर। हामी तारेभिरलाई माया गर्छु भनेर लेख्नुपर्ने ठाउँमा पर्छ नि त। माथिबाट कि हामी तारेभिरलाई माया गर्छु भनेर लेख्नुपर्ने। वी लभ तारेभिर भनेर राखेको छ कि लासो फ्याफुल्ला तारेभिर भन्नुपर्छ। खालि इङ्ग्लिसै मात्रै, अङ्ग्रेजी मात्रै। ए बाबा अब यो त्यत्रो पैसा तिरेर इङ्ग्लिस स्कुल पढाएको छ अनि त्यति पनि नगरेर हुन्छ त। नेपालको भित्तामा त नेपालीले लेख्ने हो नि, नेपाली लेख्ने हो नि कि तामाङ भाषामा लेख्ने हो नि। वी लभ तारेभिर होइन त, लासो फ्याफुल्ला तारेभिर भन्नुपर्छ। तारेभिरको फेदमा रहेको यो मन्दिर हुनुहुन्छ यहाँनिर। तारेभिरको ठ्याक्कै फेद हो यो। फेदमा चाहिँ मन्दिर स्थापना गरिएको छ। तारेभिर ठ्याक्कै यहाँ माथि हो। आजको तारेभिरको घुमघाम यही टुङ्ग्याउँदै अर्को भ्लगमा तपाईँहरूलाई फेरि स्वागत गर्नेछु चाँडै नै भन्दै म बिदा हुन्छु। अब घरतिर लाग्दैछु। ओके बाई बाई, सी यु इन नेक्स्ट भ्लग। सब्सक्राइब गर्न भने नभुल्नु होला है त। सब्सक्राइब चाहिँ गरिदिनु होला।